नमस्कार। हाम्रो नेपाली चलचित्र हरिबहादुरको जुत्ता पहिलो हप्ता पार गरेर दोस्रो हप्तामा प्रवेश गरेको छ आजदेखि। र पहिलो हप्तामा यहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले उत्साहजनक माया सद्भाव देखाइदिनु भयो नेपाली चलचित्र हरिबहादुरको जुत्तालाई। त्यसप्रति म यहाँहरू सम्पूर्णलाई मेरो हार्दिक अभिवादन र कृतज्ञता टक्राउन चाहन्छौँ। र अब दोस्रो हप्तादेखि पनि हाम्रो चलचित्रलाई त्यति नै माया सद्भाव यहाँहरूले व्यक्त गरिदिनुहुन्छ भन्ने हामीले आशा गरेका छौँ। र हाम्रो चलचित्रका सम्पूर्ण प्राविधिक टिम लगायत हामी सबैजनाले हाम्रो नेपाली दर्शकहरूलाई आभार र कृतज्ञता टक्राउन चाहन्छौँ। र त्यसै गरिकन नेपाली सिनेमा हलहरूले पनि हामीलाई त्यति नै उत्साहजनक रूपमा हामीलाई सो उपलब्ध गराइदिनु भएको छ। र सम्पूर्ण पत्रकार जगत जसले हाम्रो चलचित्रलाई यति धेरै हाइपमा प्रचार प्रसार गरिदिनु भयो, उहाँहरूप्रति पनि म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु।